त्यसबिचमा धेरै कष्टकर भयो, धेरै कुराहरू भयो। अनि मैले सुसाइड गर्नको लागि अब सबै कुरा त नष्ट भयो, अब के गर्ने। त्यो बेलामा पनि 3 महिनासम्म 6 महिनासम्म 1 वर्षसम्म कुर्ने हाम्रो श्रोता दर्शकहरू हुनुहुन्थ्यो र उहाँहरूले भन्नुहुन्थ्यो, दिदी डक्टरले कति समय भन्नुभएको छ, हामी अझै कुर्छौँ भन्नुहुन्थ्यो। धेरै रुन्थेँ, यति दुख्थ्यो मलाई। अनि मैले मेरो दिदीहरूलाई मलाई बरु एउटा विष होइन पोइजन भएको सुई लगाइदिनु भन्नु अथवा कुनै ट्याब्लेट दिनु भन्नु, डक्टरलाई म मर्न चाहन्छु भन्दै एकछिन एक्लै छोडिदियो भने अलिअलि कसो गरेर नुहाइधुवाइ गरेर अनि मर्नलाई जाने कि त्यस्तो खालको थियो। त्यसो गर्दा गर्दा एक तल माथि जस्तो गराबाट हामफाल दिएर खुट्टा पनि मेरो यो खुट्टा लिगामेन्ट च्यातियो र खुट्टा पनि मेरो प्लास्टर गरेर बस्नुपर्ने भयो, हिँड्न पनि नसक्ने भएँ। त्यही बेलामा मेरो सबै पारिवारिक कुराहरू पनि ध्वस्त, सबै कुराहरूबाट मलाई प्रहारहरू भइरहेको थियो, दुःख कष्ट भइरहेको थियो। अब पैसा पनि 0 लेभलमा पुगिरहेको थियो, त्यस्तो भइरहेको थियो। अनि नानी परितोषिका सानै थियो। अनि गर्दै जाँदाखेरि चाहिँ अनि एकबार चाहिँ वीरगन्जमा मेरो सानो बुवा राजकुमार घिमिरे हुनुहुन्थ्यो र कमला घिमिरे मेरो सानी आमा, मेरो मम्मीको बहिनी जोइ। अनि उहाँहरूकोमा हामीहरू गयौँ, मेरो दाइ जेठो दाइ राजु दाइ लगायत हामीहरू गयौँ र जाँदाखेरि शुक्रबार राति थियो र शुक्रबार राति हामी पुग्यौँ। मेरो खुट्टा हिँड्न सक्ने अवस्था त थिएन। बल्ल बल्ल लगेर मलाई राख्यो अनि खानासाना खाइयो, बस्यो। अनि शनिबारको बिहानी चाहिँ यस्तै ठुलो हल एउटा बैठक जस्तो थियो। अनि त्यहाँनिर हजुरहरू जस्तै मेरो भाषामा भन्नुपर्दा श्रोता दर्शकहरू आउनुभयो र सबैजनाले मलाई देखेर चकित, एकदम हर्षको खुसीको उहाँहरूको कान्ति त्यो फेसमा यति धेरै खुसी कि उहाँहरूले ओहो अन्जु पन्त भन्नुभयो है, खुसी भएर। म चाहिँ रोएको छु, म मरेकी छु, म कष्टित छु होइन, दुःखित छु, म पीडित छु, म एकदम गाह्रो भइरहेको थियो मलाई। अनि उहाँहरूले त्यसो गर्दै गर्दाखेरि चाहिँ म पनि खुसी भएँ, तर हृदयबाट एकदम मलाई पीडा पनि भइरहेको थियो, खुसी पनि लागिरहेको थियो। र मलाई राखियो, बसेँ म बस्दाखेरि। अनि एकैछिनमा अनौठो गीतहरू बज्नु थाल्यो। त्यो गीतहरू मैले पहिला नसुने जस्तो कस्तो फिल हुँदै गयो, एक किसिमको हृदयमा अर्कै अनुभूति भइरहेको थियो। त्यसै क्रममा आँखा चिम्लेर आएर मलाई एकै प्रकारको एउटा छुवाई जस्तो महसुस भयो। अनि मेरो शिरमा एउटा हात आयो र छुवाई मैले महसुस गरेँ र मेरो कानमा एउटा आवाज ठोकियो। त्यो आवाज के थियो भन्दा, हिजोको दिनमा मैले धेरै त्यस्तो भयङ्कर शिक्षाहरू मैले लिएको थिएँ र मलाई थाहा थियो होइन, मन्त्रहरूदेखि लिएर धेरै कुराहरू मलाई थाहा थियो। तर यसमा यो आवाजमा चाहिँ सिम्पल कुराहरू थियो, साधारण तर असाधारण। एउटा आवाज मेरो कानमा ठोकियो, हे परमेश्वर पिता, तपाईँले गर्नुभएको सुन्दर सृष्टिलाई कसैले पनि तह